माथा मात्रै थियो पहिला बाटो चाहिँ यताबाट आयो जहाँसम्म मलाई लाग्छ किन भन्दाखेरि पहिला यो यतातिर सबै बाँसघारी भन्थ्यो नि त त्यो लाग्छ फेरि अब यो बाँस फेरि अरू बाँसभन्दा महँगो बाँस मलबाँस भन्छ मलबाँस के भन्छ मलबाँस होइन यो कुन बाँस भन्छ कि यो चाहिँ अलिक अरू बाँसभन्दा अलिकति तरो होइन चोया पनि यो ढलाइको लागि त्यो सटिङ गर्ने हुन्छ नि मुनिबाट त्यो टेकहरू दिने हो त्यसको लागि पनि काम गर्छ यो गाडी यातायात धनकुटा कार्यालय के अरे धनकुटा जिल्ला यातायातको अफिस छ फर्म भर्नुलाई ट्रायल दिनुको लागि चाहिँ मास्टर घुम्तीबाट मान्छे हिलेबाट निकाले आउँदो रहेछ त्यसरी कागती आउँदो रहेछ अनि अब लोकसेवा आउँछ होला अनि स्कुल डाँडा सुन्नु स्कुल डाँडा सेउली मोड अब लाइक सानो चोकहरूको मान्छेलाई थाहा हुँदैन त्यही हो अब स्कुल डाँडा चाहिँ निमा गार्डन भन्छ नि सुन्दा होला निमा गार्डन यो कति धनकुटाबाट हिँडेको 14 किलोमिटर हो 13 किलोमिटर तपाईँहरू अहिले बुद्ध चोकबाट आउनुभयो नि त्यहाँदेखि यता एउटा सार्वजनिक शौचालय देख्नुभयो होला घुम्तीमा ठ्याक्कै त्यहाँबाट त्यहाँबाट ठ्याक्कै 13 किलोमिटर लोकसेवा हुँदाखेरि पनि यहाँनिर पनि उयो हुन्छ एकदम यहाँनिर चाहिँ हाम्रो धेरै हुन्छ अब कता अब अहिले त देशमा जताततै पढाइ हुन्छ तर धनकुटाको चाहिँ पहिलो ब्याचलर पढाइ चाहिँ सेकेन्ड चाहिँ यो होला किनभने पहिलो चाहिँ मलाई बहुमुखी क्याम्पस भइहाल्यो यहाँ त ब्याचलर पढाइ हुन्छ र यहाँ पनि हुन्छ त ब्याचलर पढाइ हुन्छ नि ब्याचलर पढाइ हिलेमा पनि हुँदो रहेछ अहिले त जता छ पहिला चाहिँ पहिलाको एउटा पुरानो क्षेत्र चाहिँ यो चाहिँ निमा गार्डन भयो
के अरे म्याग्लुम टेक्सुमबाट आयो टेक्सुम देखिन्छ त बिहान बिहान त्यहाँबाट लाइक त्यही 6 बिरालो 5:30 बिरालो भएको चोकबाट हजुर बिरालो हो सर एक्ज्याक्टली पुगेको चाहिँ छैन हाम्रो स्वास्थ्य फोटोहरूमा देखेको टोपी भएको चोक पनि छ नि खानु सिद्ध भइहाल्यो डोम्बा भएको चोक ढिलै भइहाल्यो यो मान्छेहरूले होइन हिले भनेको कहाँ हो हिले भनेको थाहा हुँदैन कि त्यो तोम्बावाला होइन भनेर भन्छ क्या तोम्बा चाहिँ फेमस छ क्या त्यो हिलेको अनि मान्छेले त्यो तोम्बाको फोटो पहिलाको जस्तो अल्छी अनि शिक्षा खाँदैन त्यहाँबाट त्योबाट चिन्ता रहेछ भइहाल्यो लोकसेवा आयोग यहाँबाट सरकारी जागिर सरकारी सेवामा आज पनि लोकसेवा होला आज भोलि पर्सि लोकसेवा होला सायद इन्जिनियर तपाईँले पनि दिनुहुन्छ है क्या तपाईँले पनि दिइराख्नु भएको छ क्या छैन दिनु पहिला पहिला दिनु भएन त्यतातिर खासै इन्ट्रेस्टै भएन त्यस्तो खालको मान्छेहरूसँग सङ्गतै परेन क्या बिगिनिङबाटै क्या सङ्गतले गर्छ नि त मान्छेलाई आफू जे भन्छ जस्तो भन्छ जतिसुकै ठुलो विचार राखेको पनि मान्छेको सङ्गतसँग डिपेन्ड गर्छ नि त मान्छेलाई होइन मेरो साथीहरू नराम्रो लाइक त्यस्तो भन्नु खोजेको होइन म त्यही खालको इन्भाइरोमेन्टमा भएर चाहिँ त्यो भएन भने अब पहिल्यैदेखि अब गाउँघरतिर अब सबैजना इन्जिनियर यताउता 2-4 जना इन्जिनियर भएर अब काइन्ड अफ त्यही पनि हुन्थ्यो होला होइन तपाईँले पनि केही पढ्नु हुन्छ मैले पढेको छु थोरै थोरै चाहिँ यसो लाइक अक्षर चिन्ने मात्रै जति चाहिन्छ त्यति चाहिएको चाहिने भन्दा अलिक बेसी होला अक्षर मात्रै चिन्ने भइहाल्यो नि धेरै पढेर कसैले ढाँटेर खानु सक्दैनन् मलाई अहिले चाहिँ हाम्रो त्यहाँ आर्मी क्याम्प भइहाल्यो पहिलो माथि माथि सेकेन्ड इयर भयो धनकुटा एफएम धनकुटा त उता तपाईँहरू कति टाइम भयो धनकुटा आउनु चुलीवन भनेको माथि है हजुर त्यो माथि होइन म आइरहेको छु नि धनकुटा त तर यस्तो यो सबै तपाईँलाई जस्तो त कहाँ थाहा हुन्छ मलाई होइन अब हामी त अब यतै भएपछि अब लाइक तपाईँ यतै रहेछ काम पनि यस्तै भयो दिल्ली हिँडिराख्नु पर्ने होइन एकचोटि चाहिँ दिनमा त धरान झर्नुहुन्छ जस्तो लाग्यो एकचोटि झर्नुपर्छ भने एकचोटि झर्नै पर्छ नझरे त हुँदै हुँदैन दिनमा अब मैले अरू सबै व्यवसाय अरू सबै माया मार्दा चाहिँ मेरो यही व्यवसाय भन्ने म लागिसक्यो जस्तै एकताल जसरी पनि झर्नु पऱ्यो ड्युटी इज ड्युटी होइन अब कहिले काहीँ उठेर आफूलाई छुट्टी लिएर बस्नु मन लाग्ने भन्ने कुरो हो विदेशमा त कहाँ त्यहाँ काम त कति गर्नु होइन 15-16 वर्ष आमा भयो 6 वर्ष बसिरहेको म कुन देश जानुभएको म मलेसिया ओमन तपाईँले मलेसिया चाहिँ लाइक टाइम पास जस्तै भयो धेरै 16 वर्षमै गएको 19 वर्षमा फर्केको धेरै एक्सपिरियन्स हुँदो रहेछ त्यति धेरै त होइन तर आफूले बुझ्नु चाहिँ भइसक्यो अब यो भन्नु विदेश चाहिँ यो है भन्ने कुरो थाहा भइसक्यो 9 वर्ष भनेको ठिकै हो निकै हो अनि विदेश गएर गाडी किन्नुपर्छ त्यस्तो धेरै त्यस्तो खालको त होइन तर पनि विदेशमा ल्याएको पैसा काट्नुमै सकिहालेँ नि मैले तर नेपालमा बसेर हुन्छ विदेशै जानु मतलब पैसा जोगिँदो रहेछ जस्तो लाग्छ कहिले विदेशमा पनि पैसा त नजोगिने हो कि यहाँ चाहिँ लाइक डेली कमाउने हुन्छ होइन अब डेली आएर आफूले कतिको सेभिङ गर्ने आफूमै डिपेन्ड पर्छ विदेशमा चाहिँ डेली पैसा पाउँछु भन्दाखेरि नसोचे नि भयो नि त लाइक मन्थली झ्याप्प आउँछ अनि घरबाट ठ्याक्क महिनामा आँटेर ओइ के छ है ए हो ल ठिक छ 1 तारिक कुरेर बस्या हुन्छ त्यो त कुर्नु पनि पर्छ फेरि किनभने यदि घरबाट त्यसरी कुर्दैन भने त्यहाँ फ्रिडम लाइक हुन्छ नि त बढी मान्छे गलत उयसतिर जाने गलत बाटोतिर जाने धेरै सम्भावना हुन्छ गएको पनि छन् कति प्राय मान्छेहरू सबैजना मान्छे परिस्थितिले मात्रै गएको हुँदैन नि त होइन अब म्याक्सिमम कति मान्छे रहरले गएको हुन्छ इन्जोय गरौँ न भन्ने तरिकाले पनि गएको हुन्छ कोही कोहीले भन्छ त
लाइक त्यहाँ इन्डोनेसिया भन्ने नजिकै देश हो नि त अनि कतिपय नेपालीहरू चाहिँ इन्डोनेसिया गएर पनि बसेको छ भनेर सुनेको छ अनि कति त उता इन्डोनेसिया गएर बसेको छ नेपालीहरू अनि कतिपय चाहिँ लाइक नेपाल पनि ल्याएको छ अनि मलेसियामै पनि अब 10 वर्ष पछाडि त भिजा मिल्दैन अनि त्यसलाई चाहिँ के गर्ने भन्दाखेरि अब उनीहरू इलिगल हिसाबले एउटा गाउँतिर टापुतिर जाने होइन अब अलिकति पर गाउँतिर त अब पुलिसहरूले खासै त्यस्तो इन्भेस्टिगेसन गर्दैन नि त त्यतातिर गएर बस्ने जाँडो चाहिँ बाँध्ने अनि नेपालीहरू यसो बोलाउने सिधै व्यापार गर्ने